बढीमालीका केवल एउटा धार्मिक तीर्थस्थल होइन, सुदूर नेपालकै प्रकृति, संस्कृति, आस्थाको अनुपम सङ्गम हो। बाजराको उच्च पहाडी भूभागमा अवस्थित बढीमालीका पुग्दा हरियाली, पाटन, हिमालका मनोरम दृश्य, बादरसँग लुकमारी खेल्ने डाँडाकाँडा, शान्त वातावरणले जो कोहीको मन लगाउँछ। यहाँको धार्मिक आस्था र प्रकृतिको सौन्दर्यले बढीमालीकालाई नेपालकै विशेष तीर्थ तथा पर्यटकीय गन्तव्यका रूपमा चिनाएको छ। यहाँ आस्था, प्रकृति र संस्कृतिको उत्तम सङ्गम, समुद्री सतहबाट करिब 4200 मिटरको उचाइमा क्षेत्रमा पुग्न आफैमा एउटा साहसिक आध्यात्मिक यात्रा। यहाँ पुग्दा जो कोहीलाई पनि एकदम मन आनन्दित हुन्छ। फराकिला हरिया पाटन डाँडासम्म फैलिएका हामी श्रृङ्खला, कुहिरोसँग खेल्ने डाँडाकाँडा, चिसो हावा, खुल्ला आकाशले यात्रुको मनलाई छुट्टै आनन्दित भएको छ। उनीहरूले यहाँ दर्शालु भक्तजनहरूको पूजापाठ भइरहेको छ। हाम्रो वरिष्ठ गायक परागकी आदरणीय व्यक्तित्व यज्ञराज उपाध्याय लगायत उहाँको परिवारले यहाँ अहिले पूजापाठ राख्नु भएको छ। हामी तपाईँलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। हाम्रो प्राज्ञ आदरणीय वरिष्ठ गायक यज्ञराज उपाध्यायज्यू अहिले लाइनमा लागिराख्नु भएको छ। उहाँले दर्शनको लागि उहाँको सपरिवार कोही काठमाडौँ, कोही धनगढी, कोही असमबाट यहाँ पुग्नु भएको थियो। हामी देखिरहेका छौँ यहाँ बढीमालीकाको विशेषता केवल मन्दिरमा मात्र सीमित छैन। यहाँको प्राकृतिक सौन्दर्यले अझ यसलाई एकदम भरिपूर्ण बनाएको छ। बाटोभरि भेटिने विशाल पाटन, हरिया घाँसे मैदान, रङ्गीचङ्गी फुलहरू, चराचुरुङ्गी वरिपरिका हिमालको दृश्यले यात्रालाई अविस्मरणीय बनाउँछ। बिहानको घामले पहाडको सुनौलो बनाउँदो होस् या बादलले पाटनलाई ढाक्दा बढीमालीकाको हरेक दृश्य आफ्नै किसिमको सुन्दर देखिरहेको छ। तपाईँलाई हामी यहाँ देखिरहेछौँ। यहाँ सबै यहाँ नमस्ते छ। यो बढीमालीकाको मन्दिर हो। बढीमालीका पुग्ने यात्रा गन्तव्यमा पुगेर सकिने यात्रा होइन, बाटोमा प्रकृतिलाई महसुस गर्ने यात्रा। कहिले हरियाली पाटनले स्वागत गर्छ, कहिले बाक्लो कुहिरोले बाटो छोप्छ, कहिले चिसो हावाले शरीर नै श्रृङ्ग बनाउँछ। तर जब बढीमालीकाको पवित्र भूमिमा पाइला टेकिन्छ, यात्राको थकानभन्दा मनमा उत्पन्न हुने शान्ति र आनन्द ठुलो हुन्छ। बाजराको बढीमालीका देशको गौरव हो। यहाँको धार्मिक महत्त्व, प्राकृतिक सौन्दर्य, मौलिक सांस्कृतिक साहसिक यात्राको अनुभवले विश्व सामु चिनाउन सके बढीमालीका धार्मिकता पर्यटकीय गन्तव्यका रूपमा अझ अगाडि बढ्न सकिन्छ। बढीमालीका जहाँ आस्थाले शिर झुकाउँछ, प्रकृतिले मन जित्छ, यात्राले जीवनभरको सम्झना छोड्छ। तपाईँलाई हामी देखाइरहेका छौँ। बढीमालीका क्षेत्रबाट प्रत्यक्ष प्रसारण गरिरहेका छौँ वैद्यनाथ टेलिभिजनबाट। नेपालको राष्ट्रिय झन्डा देख्न सक्नुहुनेछ। त्यो बाबा देख्न सक्नुहुन्छ। तपाईँले त्यहीबाट पूजापाठ पनि गर्न सक्नुहुन्छ। चिल्लाकृतिको रेखा समय जस्तै सुन्दर। बढीमालीका केवल एउटा ठाउँ मात्रै होइन, यो आस्थाको नाम हो, प्रकृतिको अनुपम उपहार हो, संस्कृतिको पहिचान र हजारौँ भक्तजनका लागि जीवनभर सम्झनामा रहने एउटा अविस्मरणीय यात्रा हो। हामी बढीमालीकामा यसरी तपाईँलाई देखिरहेछौँ। पुरै यहाँ कुहिरोले ढपक्क ढाकेको छ। कुनै ठाउँमा यसरी सुन्दर दृश्यहरू देखिरहेका छौँ हामी तपाईँहरूलाई देख्न सक्नुहुन्छ। यो ठाउँमा पुरै
हरियाली डाँडा काँडा छ भने अलिकति नजिकै आउँदाखेरि यसरी पुरै कुहिरोले ढाकेको छ। बाटोभरि विशाल माथि हेर्दाखेरि चाहिँ हिमाल देखिरहेको छ। हामी हिउँ सेताम्ने हिउँ तपाईँलाई माथि देखिराखेका छौँ। बढीमालीका आस्था प्रकृति संस्कृतिको उद्गम सङ्गम हो। समुद्री सतहबाट करिब 4200 मिटरको उचाइमा रहेको बढीमालीका क्षेत्र पुग्न आफैमा एउटा साहसिक र आध्यात्मिक यात्रा हो। यहाँ पुग्दा देखिने फराकिला हरिया पाटन, टाढासम्म फैलिएका हिम श्रृङ्खला, कुहिरोसँग लुकामारी खेल्ने डाँडाकाँडा, चिसो हावा, खुल्ला आकाशले श्रद्धालु भक्तहरूको मनलाई छुट्टै आनन्दित बनाउँछ। बढीमालीका धार्मिक आस्थाका दृष्टिकोणले नेपालको अत्यन्त महत्त्वको तीर्थस्थल हो। हिजो मात्रै हामीलाई एउटा सतीदेवीको बढीमालीका सबै मालिका भयो भने बढीमालीका भनेको यहाँ नेपालका 60 भन्दा बढी धेरै ठाउँमा मालिका छ, तर बढीमालीका भनेको यो भारत र नेपालको एउटै मात्रै देवीको वासस्थान रहेको स्थल रूपमा रहेको भन्ने कुरा पनि हिजो हामीले सुनेका थियौँ यहाँका गुरुबाट। तपाईँ कहाँ के देख्न चाहनुहुन्छ त्यो पनि भन्नुहोला, हामी तपाईँलाई देखाउँछौँ, तर भित्रको देखाइ पाइरहेको छैन। यस्तै तपाईँलाई देखिरहेको छ। सुन्दर यो हेलिप्याड हो। यो नेपाली सेनाले निर्माण गरेको पुरानो पहिलाको मन्दिरमा हामी यो मन्दिरमा पूजापाठ गर्थ्यौँ। पुरानो मन्दिर यो हो। धेरैले यो मन्दिरमा पूजापाठ गर्नुभएको थियो। हामीले पहिलोचोटि आउँदा यहीँ पूजापाठ गरेका थियौँ र अहिले यो विशाल मन्दिरहरू निर्माण भएका छन्। तपाईँले देखाउन सक्छौँ हामी। हुन्छ यस्तो यो फेरि तर यस्तो यहाँ 1 गतेबाट नै पूजापाठ सुरु भएको थियो। भोलि र पर्सि विशेष पूजापाठ सुरु हुनेछ, तर मान्छेहरू अहिले लाइन पनि कम छ। आउँदै जाँदै गर्छन्, तर भोलिदेखि एकदम बढी भिड हुनेछ। यहाँ सबै यो श्रद्धालु भक्तजनहरूको लागि निर्माण गरेका टेन्ट हो। यहाँ मान्छे बस्ने खाने आउँदाखेरि हामी साँपे बोकेराबाट आउँदा 3 दिनमा एकदम सजिलैसँग पुग्छौँ। तर हामीले मार्तडीबाट बिहान हिँड्नुपर्छ। हामीले खाना टन्न खानुहुन्न। 10 मिटरको दूरीमा, 15 मिटरको दूरीमा, 1 किलोमिटरको दूरीमा प्रत्येक ठाउँमा श्रद्धालु भक्तजनहरूले खाना बासको व्यवस्था मिलाएको छ। मन्दिर तपाईँ देखिरहेको छ। सबै आफ्नो ध्यानमा रहेका छन्। टाढाबाट आएका श्रद्धालु महन्तहरू आफ्नो भिडियो बनाउँछन्। गुरु के भन्न चाहनुहुन्छ? पूजापाठ गर्नुभयो? होस्, सबैको कल्याण होस्। जगदम्बिका माता बढीमालिकाले सबैलाई रक्षा गरून्। सबैको उन्नति होस्, प्रगति होस्, जीवनमा सुख समृद्धि होस्। माताको आशीर्वाद सबैलाई लागिरहोस्। सकेसम्म चाहिँ आफ्नो अनुकूलता मिलाएर बढीमालिकाको दर्शन गर्नु होला र यो अनुपम स्वर्गीय ठाउँमा चाहिँ हजुरहरूले चाहिँ आएर दर्शन गर्नु होला भन्ने मेरो अनुरोध छ। गुरुलाई यात्रा गर्दाखेरि कस्तो लाग्यो?
हिजो हामीले खासै राम्रोसँग नेटले काम गरिरहेको थियो एकदम अहिले लाइभ धेरै मान्छेले हेरिराख्नु भएको छ हजुरलाई के भन्नुहुन्छ भक्तजनहरूलाई अझै पनि समय छ अझै पनि अब आज भने चतुर्दशीसम्म पूर्णिमासम्मै हुन्छ यहाँको मेला हजुरहरूले आज आउनुभयो पनि आज 9 गते भयो 9 गते आउनुभयो भने 10-11सम्म हजुर पुग्न सक्नुहुनेछ मौसमले पनि साथ राम्रै दिएको छ त्यति नराम्रो छैन हामी राम्रै छ आज पनि दर्शन गर्न आउन सक्नुहुनेछ भन्ने कुरो चाहिँ हामी चाहन्छौँ हजुरलाई कस्तो लाग्यो यहाँ यसो पूजापाठ दर्शन गर्दाखेरि धेरै मान्छे हेरिराख्नु भएको छन् एकदम भारी बोकेरै समेत यहाँ पुग्नुभयो 3 दिनको पैदल यात्रामा के छ हजुरको आफ्नो अनुभव आस्था र विश्वास हो अरू त त्यस्तै हो रमाइलो लाग्यो यहाँ नमस्कार नमस्कार हामी आउनु गाह्रो हुँदैन रहेछ चाहना भएपछि चाहना भएपछि सकिने रहेछ सबै आउने मान्छेको पनि त्यही छ नयाँ नयाँ निर्माण गरेको मन्दिर हो अहिले चाहिँ माता की जय बोलो बैद्यनाथ बाबा की जय बोलो मंगला शनि देवी की जय बोलो त्रिपुरा सुंदरी देवी जय बोलो इष्ट देवता की जय बोलो कुल देवता की जय बोलो ग्राम देवता की जय बोलो इष्ट देवता की जय बोलो त्रिपुरा सुंदरी देवी की जय बोलो सबै शक्तिपीठहरू की जय बोलो बड़ी मालिका माता की जय बोलो बड़ी मालिका माता की जय बोलो सनातन हिंदू धर्म की जय बोलो सनातन हिंदू धर्म की जय बोलो भक्तजनहरू की जय बोलो गंगा माता पूजा गर्नको लागि जय बोलो गंगा माता की जय बोलो बैद्यनाथ बाबा को जय बोलो शैलेश्वरी माता को जय बोलो तारा माता को जय बोलो महाकाल भैरव को जय बोलो इष्ट देवता को जय बोलो कुल देवता को जय बोलो वास्तु देवता को जय बोलो बड़ी मालिका माता को जय बोलो बड़ी मालिका माता को प्यार से बोलो बड़ी मालिका माता को जय बोलो बैद्यनाथ बाबा को जय बोलो बैद्यनाथ बाबा को आनंद कंद भगवान को जय बोलो भगवान अहिले कुहिरोले ढाकेको छ एकछिनपछि तपाईँहरूलाई फेरि देखाउनेछौँ अहिले जम्मै कुहिरोले ढाकेको छ